नमस्कार। तपाईँ हामीले डे टु डे लाइफमा स्क्रोल गर्ने टिकटक, इन्स्टाग्रामको पोस्टहरू, फेसबुक, गुगल सर्च, इमेल अनि आजभोलिको लेटेस्ट एआई मोडलहरूसँगको भलाकुसारी, क्वेसन्स एन्ड एन्सर्स र एक्सपेरिमेन्टहरू जुन हामीले गरिन्छ नि, तपाईँलाई थाहा छ त्यो कहाँ गएर स्टोर हुन्छ? भन्नलाई त भनिन्छ कि सबै डेटाहरू क्लाउडमा गएर स्टोर हुन्छन्। त्यसपछि हामीले संसारको जुनसुकै कुनाबाट जता गए पनि त्यसलाई एक्सेस गर्न सक्छौँ। वेल, यो भनाइ केही हदसम्म साँचो पनि हो, तर केही अपुरो चाहिँ छ। हामीले गरेका हरेक क्रियाकलापहरूको डिजिटल फुटप्रिन्टहरू कहीँ न कहीँ संसारको कुनै कुनामा एउटा यस्तो फेसिलिटी या बिल्डिङ संरचना हुन्छ जहाँ हजारौँ सर्भर्सहरू, नेटवर्क इक्विपमेन्ट्सहरू हुन्छन् जो 24 घण्टा वर्षको 365 दिन इनर्जाइज्ड अथवा एक्टिभ हुन्छन्। त्यसैमा हामीले गरेका हरेक क्रियाकलापहरू अथवा डिजिटल फुटप्रिन्ट्सहरूको डेटाहरू स्टोर भएर बसेको हुन्छ, जसलाई हामीले डेटा सेन्टर भनिन्छ। यसको मतलब त्यसो भए इन्टरनेट इरा सुरु भएदेखि अहिलेसम्म डेटा सेन्टर्सहरूमा कहिले बत्ती जाँदैन हो अथवा गएको छैन हो भनेर सोच्नुहुन्छ होला। यसको उत्तर चाहिँ हो, बत्ती कहिले पनि जाँदैन, किनभने 24 घण्टा 365 दिन सधैँ सर्भिसेसहरू अप टु डेट हुनु पर्यो अनि युजर्सहरूले चाहेको बेला संसारको जुनसुकै कुनाबाट जुनसुकै बेला उपलब्ध गराउन सक्नु पर्यो। यसको मतलब अलवेज रेडी हुन पर्यो। बेसिकली डेटा सेन्टर्सहरू भनेको चाहिँ एउटा ठुलो बिल्डिङ हो जहाँ चाहिँ पावरफुल कम्प्युटर्सहरू हुन्छन् जसले तपाईँ हाम्रो डेटाहरू स्टोर गरेर राखेको हुन्छ र चाहिएको बेला प्रोसेस पनि गर्छन्। मानौ कि हामीले काठमाडौँमा अथवा कैलालीको टिकापुरमा लम्कीमा बसेर टिकटक भिडियोजहरू अपलोड गर्नुभयो अनि त्यो भिडियोको डेटा संसारको कुनै न कुनै कुनाबाट तपाईँले हेर्न खोज्नुभयो भने त्यहाँ डेटा सेन्टरहरूभित्र भएको डेटाहरू प्रोसेस भएर तपाईँलाई त्यो भिडियो देखाइएको हुन्छ। अहिलेको समयमा किन आर्टिफिसियल इन्टेलिजेन्स अथवा एआईले डेटा सेन्टरको डिमान्ड बढाइरहेको छ त? एआई भन्दा पहिला इन्टरनेट मोस्टली इमेल, वेबसाइट, फोटोजहरू, भिडियोजहरूको लागि प्रयोग गरिन्थ्यो, तर अहिले चाहिँ एआई मोडल्सहरूको लागि युज गरिन्छ, सेल्फ ड्राइभिङ रिसर्चको लागि युज गरिन्छ, लार्ज ल्याङ्ग्वेज मोडल्स, भिडियो र इमेज जेनेरेसन, हेल्थ, एजुकेसन, फाइनेन्स, गभर्मेन्ट, डिफेन्स, कम्युनिकेसन्सदेखि हाम्रो जीवनको हरेक एस्पेक्टमा एआईको प्रयोग बढिरहेको छ अनि यसको लागि म्यासिभ कम्प्युटिङ पावर चाहिन्छ। फर इक्जाम्पल, एउटा गुगल सर्च गर्दा मानौँ कि 1 युनिट अफ इनर्जी खर्च हुन्छ भने त्यही सर्च अथवा त्यही क्वेरी हामीले एआईको लागि प्रयोग गऱ्यौँ भने 10 युनिट अफ इनर्जी खर्च हुन्छ। यसको अर्थ एआईले चाहिँ एकदमै धेरै इनर्जी कन्ज्युम गर्छ। अब कुरा गरौँ डेटा सेन्टर्सको मुख्य कुराहरू अथवा मुख्य अङ्गहरू के हुन् त? डेटा सेन्टर भनेको चाहिँ कम्प्युटर्सको लागि हस्पिटल जस्तै हो। जसरी हामी मान्छेको उपचार गर्नलाई अथवा अपरेसन गर्नलाई हस्पिटलको इन्फ्रास्ट्रक्चर 24 घण्टा अप एन्ड रनिङ हुनुपर्छ, त्यसै गरी नै डेटा सेन्टरलाई नै इन्टरनेट एक्सेसको लागि डेटा सेन्टर चाहिँ 24 घण्टा मेन्टेन हुनुपर्छ अथवा अप एन्ड रनिङ हुनुपर्छ। यसका मुख्य अङ्गहरू हुन् सर्भर्सहरू, जसलाई हामीले ब्रेन भन्दा पनि हुन्छ, सेकेन्डमा स्टोरेज सिस्टम, त्यसपछि नेटवर्क स्विचेसहरू अनि कुलिङ सिस्टमहरू, इलेक्ट्रिकल इन्फ्रास्ट्रक्चरहरू, ब्याकअप पावरहरू र फायर प्रोटेक्सन सिस्टम। अहिलेसम्मको डेटा अनुसार संसारभरिको बिजुली उत्पादनको 1.5%देखि 3%सम्मको इनर्जी कन्जम्सन चाहिँ डेटा सेन्टरले मात्र गरिरहेको छ। 2024 को डेटा अनुसार 415 टेरावाट आवर्स बिजुली खपत डेटा सेन्टरले गरेको थियो टोटल। लास्ट 5 इयर्सदेखि हरेक वर्ष 12% को हिसाबले खपत बढिरहेको छ। 2030 सम्म त यसले विश्वको 13% बिजुली उत्पादनको 13% बिजुली डेटा सेन्टरले मात्र खपत गर्ने अनुमान गरिएको छ। यो भनेको जापान जस्तो हेभी इन्डस्ट्रियलाइज देशको पुरै इलेक्ट्रिसिटी खपत बराबरको इनर्जी हो। अब यसमा इन्भेस्टमेन्टको कुरा गर्नु छ भने अहिले एआई कम्पनीजहरू अथवा डेटा सेन्टर अपरेटर कम्पनीजहरूले ठुला क्याम्पसहरू बनाइरहेका छन्। माइक्रोसफ्ट, गुगल, एमाजोन, मेटा, ओराकल, इक्विनिक्स जस्ता ठुला कम्पनीजहरूले 2026 मा अर्थात् यो वर्षमा मात्रै हन्ड्रेड्स अफ बिलियन्स अफ डलर्स डेटा सेन्टर इन्फ्रास्ट्रक्चरमा खर्च गर्दैछन्। अब कुरा गरौँ डेटा सेन्टर भएन भने के हुन्छ अथवा यसको महत्त्व के छ त? डेटा सेन्टर भएन भने इन्टरनेट बन्द हुन्छ, ब्याङ्किङ बन्द हुन्छ, क्लाउड सर्भिसेसहरू ठप्प हुन्छन्, एआई बन्द हुन्छ। तपाईँ हामीले सबैले हेर्ने गरेको नेटफ्लिक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, फेसबुक सबै बन्द हुन्छन्। भन्नुको अर्थ हामीले गर्ने डिजिटल एक्टिभिटिजहरू सबै बन्द हुन्छन्। अब चर्चा गरौँ सर्भर्स बाहेकका एकदमै महत्त्वपूर्ण कुराहरू डेटा सेन्टरमा के हुन् त? धेरैजनालाई लाग्छ कि सर्भर्स मात्रै मुख्य कुरा हो, तर पर्दा पछाडिको हिरोहरू चाहिँ पावर सिस्टम्सहरू, कुलिङ सिस्टम्सहरू, ब्याकअप पावर सिस्टमहरू, फायर प्रोटेक्सन सिस्टमहरू हुन्। यिनीहरू बिना सर्भर्सहरू केही मिनट्समै केही सेकेन्डमै मर्छन्, हराउँछन् या सकिन्छन्।
धेरैजसो डेटा सेन्टरहरू चाहिँ रिडन्डेन्सीको कन्सेप्टमा डिजाइन गरेको हुन्छ। फर इक्जाम्पल N+1 अथवा N+2 भन्नुको अर्थ ब्याकअप सिस्टमहरू, एउटा भएन भने अर्को भएन भने अर्को, त्यो हिसाबले डिजाइन गरेको हुन्छ। यो भनेको चाहिँ सरल भाषामा भन्नुपर्दाखेरि चाहिँ डेटा सेन्टरमा फर इक्जाम्पल 4वटा कुलिङ युनिट्सहरू अथवा चिलर्सहरू, कुलिङ टावर्सहरू चाहिन्छ भने 5वटा अथवा 6वटा इन्स्टल गरिएको हुन्छ। किनभने यदि एउटा फेल भयो भने अथवा मेन्टेनेन्सको लागि बन्द भयो भने अरूले ब्याकअप दिन्छन् र SLA मेन्टेन गरिराख्छन्। SLA भनेको चाहिँ सर्भिस लेभल एग्रिमेन्ट हो। त्यो भनेको चाहिँ डेटा सेन्टरमा चाहिने बिजुली, बत्ती, पावर र कुलिङ सिस्टम, जसमा चाहिँ तपाईँको टेम्परेचर र ह्युमिडिटी हुन्छ 24 घण्टा दिन चाहिँ 65 दिन नै मेन्टेन हुनुपर्ने हुन्छ। अब चर्चा गरौँ युपिएसको। युपिएस अर्थात् अनइन्टरप्टेबल पावर सप्लाई। किन चाहिन्छ त डेटा सेन्टरमा? इभन 1 सेकेन्डको लागि पनि पावर लसले गर्दा सर्भर्स क्रास हुन्छ। यसले पुरै सर्भर्स क्रास गरिदिन्छ। युपिएसले चाहिँ मेक स्योर गर्छ कि कहिले पनि सर्भर्समा पावर कट नहोस्। STS अथवा स्ट्याटिक ट्रान्सफर स्विचले एज लो एज 4 to 5 मिलिसेकेन्ड्समा युपिएसको पावर सर्भर्सहरूमा ट्रान्सफर गरिदिन्छ। त्यतिन्जेलसम्म जुन चाहिँ तपाईँको सर्भर्सहरू अथवा कम्प्युटर ऱ्याक्सहरूले हुन्छ नि, थाहा समेत पाउँदैन कि पावर सप्लाई बन्द भएको छ। भन्नुको अर्थ तपाईँको मेन ग्रिडबाट तपाईँको युटिलिटी पावर बन्द भयो भने इन्स्ट्यान्टली फ्र्याक्सन्स अफ सेकेन्डमा तपाईँले पावर अर्को सोर्स जुन तपाईँको ब्याकअप पावर सोर्स एक्टिभेट हुन्छ र ब्याकअप पावर सोर्स उसले पाउँछ। भन्नुको अर्थ बिजुली 24 घण्टा वर्षको 365 दिन नै तपाईँको सर्भरहरूमा हुन्छ। अब चर्चा गरौँ जेनेरेटर सिस्टमको बारेमा। यदि ग्रिड पावर अथवा मुख्य पावर फेल भयो भने अथवा कट भयो भने डेटा सेन्टरहरू बन्द त हुन भएन। त्यसैले ब्याकअपको लागि जेनेरेटर्सहरू राखिएको हुन्छ। बिजुली गएको 10 देखि 15 सेकेन्डभित्र जेनेरेटर्सहरूले स्विच अन हुन्छन्। तबसम्म युपिएसले पावर सप्लाई गरिराखेको हुन्छ सर्भर्स रुमहरूमा। हाइपरस्केल अथवा एक्सस्केल डेटा सेन्टरहरू जुन हुन्छन् उसलाई मासिभ क्याम्पसमा बनेका हुन्छन्। त्यहाँ एउटै जेनेरेटर्सहरू 2 मेगावाटदेखि 4 मेगावाट अथवा त्यहाँभन्दा पनि बढीसम्मको क्यापासिटीहरू हुन्छ र त्यसमा पनि N+1 अथवा N+2 को रिडन्डेन्सीको कन्सेप्ट लागू गरिएको हुन्छ। 18वटा चाहिने जेनेरेटरहरू छन् भने 19 अथवा 20वटा जेनेरेटरहरू इन्स्टल गरिएको हुन्छ। कुलिङ सिस्टम्स अथवा चिलर्स र कुलिङ टावर्सको बारेमा चर्चा गरौँ अब। सर्भर्सले धेरै नै हिट जेनेरेट गर्छन्। एउटा AI सर्भरले 50 देखि 100 किलोवाट, अझ भनौँ यहाँभन्दा पनि धेरैसम्म हिट जेनेरेट गर्छन्। यो हिटलाई एब्जर्ब गरेर एटमोस्फियरमा लगेर डम्प गर्नलाई कुलिङ सिस्टमको आवश्यकता हुन्छ। जस्तै चिलर्स, कुलिङ टावर्स, क्र्याक युनिट्सहरू र आजभोलिको लिक्विड कुलिङ सिस्टमहरू जस्ता सिस्टमहरू अहिलेको सुपर एडभान्स कुलिङ टेक्नोलोजी हुन् जुन चाहिँ डेटा सेन्टरमा प्रयोग गरिएका हुन्छन्। यो भनेको बेसिकली कम्प्युटरलाई एसी लगाइदिएको जस्तै नै हो, तर हजारौँ कम्प्युटर्सहरूलाई हामीले एसी सिस्टमको थ्रुबाट कुल गरिरहेका हुन्छौँ। त्यति नै हो। इलेक्ट्रिकल सिस्टमको बारेमा चर्चा गरौँ अब। सबै कुरा त हामीले माथि गऱ्यौँ, तर सबै कुरा चलाउनुको लागि चाहिँ चाहिने भनेको बिजुली अथवा पावर सिस्टम हो। पावर सिस्टमको फ्लो चेन चाहिँ यसरी गरेको हुन्छ। मेन पावर जुन ग्रिडबाट आउँछ त्यसपछि त्यसलाई चाहिँ ट्रान्सफर्मरमा पठाइन्छ, त्यसपछि स्विच गियरमा पठाइन्छ, त्यसपछि युपिएस र त्यसपछि गएर सर्भरमा अथवा कम्प्युटर्सहरूमा पठाइन्छ। हरेक लेयरमा बिजुलीको क्वालिटीलाई प्रोटेक्ट गर्ने थुप्रै खालका सिस्टमहरू राखेको हुन्छ। यसपछि चर्चा गरौँ फायर स्प्रिङ्कलर सिस्टमको बारेमा। फायर चाहिँ सबैभन्दा ठुलो रिस्क हो है। एउटा सानो नेग्लिजेन्सले पनि अरबौँको लगानी डुबाइदिन्छ र लाखौँ करोडौँ मान्छेलाई समेत असर पर्ने हुनसक्छ। डेटा सेन्टर्सहरूले यसको लागि भेस्डा अथवा भेरी अर्ली स्मोक डिटेक्सन एपारेटस, स्मोक डिटेक्सन, ग्यास सप्रेसन सिस्टम, स्प्रिङ्कलर सिस्टम र अरू थुप्रै एडभान्स सिस्टमहरू इन्स्टल गरेका हुन्छन् जसले चाहिँ फायरलाई तुरुन्त कन्ट्रोल गर्न सकोस्। आज हामी एआईको युगमा प्रवेश गरिसकेका छौँ, तर एआईको दिमाग कुनै क्लाउडमा होइन, डेटा सेन्टर्सभित्र हजारौँ सर्भर्सहरूमा बसिराखेको हुन्छ। नेक्स्ट टाइम जब तपाईँले एआईलाई क्वेसन सोध्नुहुन्छ या टिकटकमा भिडियो हेर्नुहुन्छ अथवा अपलोड गर्नुहुन्छ, जस्ट रिमेम्बर कि संसारको कुनै न कुनै कुनामा दिनरात कुनै डेटा सेन्टर तपाईँलाई एन्सर दिनको लागि अथवा भिडियो देखाउनको लागि काम गरिरहेको हुन्छ।